हेलो गाइस, वेलकम ब्याक। आज चाहिँ म खानु लागेको किमा नुडल्स अनि त्यसपछि म्याङ्गो के हो फेरि म्याङ्गो खै के रहेछ आज अल्छी लागेर के लिएर चाहिँ केटाले अनि त्यही भएर आज यही खाइदिउँ भनेर के हो थाहा छैन। म्याङ्गो होइन रहेछ यो त म्याङ्गो लेखेछ तर टेस्ट चाहिँ उहाँ छ ओके मिक्स रहेछ म्याङ्गो र आलु त्यो आलु जस्तो टेस्ट आयो किन होला भनेर मैले फेरि आज चाहिँ फेरि धेरै पछि किमा नुडल बनाउनु आँटेको थिएँ। अनि अन्डा पनि ठ्याक्कै यो अन्डा चाहिँ सानोलाई एउटा अनि मलाई एउटा मेरो बाबालाई एउटा भनेर बनाएको 3टा तर अर्को हाफ बोइल भन्छ त्यही भएर नदिएको बच्चालाई अनि 2टा मलाई बाबालाई एउटा भयो। साग चाहिँ त्यही चाइनिज उबाट थाई साथीबाट किनेको थाई साथी त होइन के अरे थाई केटीबाट बिक्रीमा चाहिँ मोमो खाएको थिएँ क्या अस्ति अन्त मोमोको किमा बाँकी राखेको थिएँ डल्लो पारेर फ्रिजमा यसमा डिप फ्रिजमा राखेको थिएँ। अनि त्यसलाई नै फेरि म किमा खानु मन लाग्यो भनेर आज अहिले उहिले आएको छ क्या यो स्प्यागेटी त्यो नेपालको जस्तो उयो त होइन यस खाने छ नेपालको जस्तै व्हाइट नुडल्स भने अलिक पाउनु गाह्रो छ क्या कोही बेला पाउँछ। त्यसमा झन् मिठो हुन्छ है सबैलाई। अब आउनु भनेको मान्छे चाहिँ फेरि भन्ने जेमा नै हुन्छ जे खाने हुन्छ। जसरी खायो नि भएन आफूसँग जे छ त्यसमै खाइदिने हो। यसलाई चाहिँ पहिला म यो बनाउँदा चाहिँ म चाहिँ पहिला किमा भुट्छु क्या सादा प्याज लसुन भुटेर भुटिसकेपछि त्यसमा सोया सस हाल्यो धुलो खोर्सानी टिम्बुर हुन्छ नि जुन चाहिँ त्यो लाफिङको टेस्ट आउँछ नि त्यो बनाउनुलाई चाहिँ धुलो खोर्सानी त हो नि धुलो खोर्सानी टिम्बुरलाई अनि मजाले फेरि भुट्यो त्यसैमा अनि साग हाल्यो साग पनि भुट्यो अनि लास्टमा यो नुडल्स हालेपछि सक्यो। खासै केही चाहिँदैन त्यसलाई त किमा नुडल्सलाई सजिलो हुन्छ मिठो हुन्छ तर पिरो एक धुलो खोर्सानीको उयो हो क्या। टेस्ट ल्याउने चाहिँ धुलो खोर्सानी दियो क्या किमा नुडल्सलाई चाहिँ। अनि आज चाहिँ मैले एक्स्ट्रा के गर्थेँ भने पिनट हालेको थिएँ क्या एक्स्ट्रा। अनि यो चाइप्स हरियो प्याज क्या त्यही भयो भने सुप्पक हुन्छ नभए पनि प्याजले पनि राम्रो स्वाद दिन्छ। त्यही पनि सो यो हाल्यो भने चाहिँ प्योर खास त हुँदैन। नेपालमा चाहिँ मेरो साथीको रेस्टुरेन्ट थियो उसले बनाउनु सिकाएको उसले चाहिँ साग र नुडल्सलाई पहिला एकैचोटि उमाल्छ नि त नेपालमा चाहिँ। त्यसपछि किमालाई पनि उमाल्यो अनि त्यसपछि लाफिङको अचारमा लसुन काटेर अनि यो चाइप्सहरू हुन्छ नि लसुनको प्याजको पत्ताहरू काटेर सक्खर हालेर अनि त्यो उम्रेको पास्ता र उम्रेको सागलाई सबै खनाइदियो अनि टेस्टिङ पाउडर हालेर होइन
मिठो हुन्छ क्या बौद्धमा मिठो बनाउने मैले चाहिँ फेरि साग पास्तामा नउमालेर अनि भुटेर जुन जे गर्दा हुन्छ जस्ट लास्टमा चाहिँ उमाले पनि फ्राई गरे पनि त्यो फ्लेभर आउनु पऱ्यो त्यो टेस्ट हुन्छ नि जुन चाहिँ आउनु पऱ्यो अनि पिनट चाहिँ अप्सनल हो हाले पनि भयो नहाले पनि भयो माथि बेला गार्निस गर्दा हुन्छ मैले चाहिँ फेरि अझै हालेको थिएँ क्या पिनटले अलिकति स्विट स्विट अलिकति क्रन्ची टेस्ट आउँछ तर म चाहिँ पहिला पकाउँदाखेरि हालेर अनि क्रन्च सबै भएको छ अनि पिरो पनि कम हालेको बौद्धमा जो लाग्छ नि है कम त फेमस छैन कतिजना हामी जाने त्यही ठाउँमा कम त खान जान्थ्यो मलाई मेरो राफी मोमो त्यति भएपछि त बौद्धमा रेस्टुरेन्ट पनि चल्यो कस्टमरको पेट पनि भर्यो तर अरू चाहिँ रेस्टुरेन्ट होला अलिक याद गर्छ होला अस्ति जाँदाखेरि पार्किङको समस्या हुने क्या गल्ली छ नि त धेरै मलाई यसो डल हाल्नु क्या लागे मन आउँछ आफूले बाबासँग छ क्या त्यो भएर अलिक डिस्टर्ब छैन मलाई धेरै पछि खाएको समर भएर होला जुसहरू चाहिँ धेरै मन लाग्दैछ क्या मैले फ्यान्टा कोकोकोलाहरू पनि मैले मगाएको छु पहिला मन लाग्थ्यो बाक्लो अहिले चाहिँ अब अलिअलि त्यहाँदेखि कोक भयो मसँग हुन्छ कोक त छ फ्रिजमा फेरि अब खोलिदिएको अरू राख बच्चालाई नै यस्तै के बनाउनु त होइन धुलो खुर्सानी त हाल्दैन खुर्सानी दिँदैन किमालाई अनि नुडल्सहरूलाई सानो काट्यो त्यत्रो बाइट साइजमा अनि त्यसपछि टमाटर हाल्यो अनि किमा अनि खोर्सानी खोर्सानी चाहिँ अलिक नुन थोरै घिउ हाल्यो किमा हाल्यो अनि यो खोर्सानी यो पनि सानो काट्यो अनि त्यसपछि यो पनि सानो काट्यो अनि भयो उसको लागि सक्यो खायो मजाले पनि खायो हामी जे खान्छ त्यस्तो अलिअलि दिनुपर्छ नि त त्यही भएर मेरो कोसिस कसरी बनाउनु थाहा हुनु बच्चालाई आज यो बनाउनु नि बिर्सिछु म त कता होस् त हुन्छ दिमाग काम गर्दैन के हुन्छ अनि फेरि उसको बाबालाई सोधेर इजी छ तर त्यो कामसँग भएन भने मिठो हुँदैन नि त बिर्सिसकेको छ अस्ति भर पकाएको छ हप्तामा चित्त खान्छ नि त नुडल त
बिर्सेछु दिमाग धेरै यताउता गरेर होला सानै सुत्छ भनेको सुत्दै सुत्दैन क्या पेट नसुतेपछि ज्ञानी भयो भने त मलाई काम गरिदिन्छ नभए फेरि काख मात्रै खोजिरहन्छ क्या उसलाई बोकिरहनु त जाँदा पनि बोकिरहनु भन्छ अनि त्यसो भयो भने चाहिँ काम गर्नु दिँदैन तल राखी उहाँ गर्नुहुन्छ आज अनि त्यसलाई भ्याक्सिन लगाएको थियो नि त अनि म फेरि भ्याक्सिन लगाएको दिनमा म फेरि उसले भनेर मान्छु क्या उसले जे गरे पनि उयो गर्दैन क्या अलिकति हुन्छ नि अब पेन भएको हुन्छ बडीमा इम्ब्यालेन्स भएको हुन्छ नि त त्यो भ्याक्सिन गर्दाखेरि अनि त्यही भएर पुरा सकेसम्म चाहिँ अब काखैमा भयो भने राख्ने त्यस्तो गर्ने कोसिस गर्ने क्या रोयो भने झन् ज्याउ हुनु नि त उसै पनि अब भ्याक्सिन गरेर ज्वरो आउँछ कसै लाउँछ कसै लाउँदैन तर उसको त्यस्तो भएको थियो सानो बेला आएको थियो फेरि आएको थिएन फेरि अस्ति बेला आएन अझ पनि खाँच्चा आएन त आएन एक वर्षमा 4टा भ्याक्सिन लाउँछ नि त उसको चाहिँ फेरि हामी दुधहरू गर्ने भने कि दुख्छ नि त बच्चालाई फेरि अरू गर्ने भने दुइटा लगाएर होइन अस्तिको हप्ता गयो थियो फेरि दुइटा लगाएर त्यो दुइटा पनि छैन एउटा मात्रै भइदिँदा फेरि फर्किँदा फेरि अनि आजको डेट दिएर अनि फेरि गएको बच्चा धेरै भएर भ्याक्सिन कम भएछ सकेछ क्या ठिकै छ हामीलाई घुम्नु पनि भइरहन्छ होइन अलिक टाढो छ क्या त्यही भएर बिहा भने फेरि लोकल बच्चा अलि जान्दैन नि त गाउँमा हो ट्याक्सी ल्याएर फेरि अहिले हाम्रो गाडी पनि बेच्यो नि त बेचेन अनि त्यही भएर बिहान गाडी पनि चलाउँछ अनि फेरि अर्को बेलालाई माग्नुपर्छ गर्नुपर्छ गाह्रो हुन्छ नि त त्यो पनि ठिक छ गाउँमा गएर क्या यहाँ मार्केट छ तर महँगो पर्छ क्या अनि अहिले त अलिक ठुलो मार्केट हो त्यहाँदेखि सामान ल्यायो भने सस्तो पर्छ अब यहाँ यति किन्दाखेरि पहिला पनि भन्यो होला मलाई यस्तो यहाँ यति किन्दाखेरि अलिक धेरै पैसा पर्छ भने यहाँ त्यहाँ यति किन्दा अलिक थोरै पैसा पर्छ आज अलिक धेरै खाए जस्तो लाग्यो त्यही भएर चाहिँ मार्केटै जान्छ क्या ठुलो मार्केटमा अनि फेरि भरि सामान ल्यायो फेरि अर्को हप्ता गइहाल्नुपर्छ अनि सामान कताको सक्यो भने चाहिँ सानोतिनो जस्तै टमाटर प्याजहरू कसको सकिहाल्यो भने फेरि दिन्छ सानो मार्केटबाट अब त्यसको लागि पनि कुद्दै जाँदैन टमाटर यति प्याज यति किन पनि भएन होइन गाह्रो हुन्छ विदेशको भएर के गर्ने अलिकति विकास मात्रै नभएको न त विकास भयो भने नेपाल जतिको सुख शान्ति हामीलाई कहाँ हुन्छ र आफ्नो भाषा बुझ्ने होइन गर्ने जे गर्दा पनि भयो जे गर्दा पनि भने त्यस्तो जस्तो गर्ने क्या त्यही अब त आफ्नै घर हुन्छ यहाँ त मान्छे घरमा बस्नुपर्ने है कति बेला निस्केर जाब हुन्छ थाहा हुन्न अर्काको देश हो कति बेला निस्केर जा हुन्छ थाहा हुन्न तर कामहरू जता पनि त्यो एउटै नेपालमा होस् देशमा हो काम गर्ने मान्छेले जता पनि काम गर्नुपर्छ नगर्ने अल्छीहरूलाई काहीँ पनि त्यस्तै हो Thank you for watching. Gole mo ito. Iba अलिक काक्क परेन रहेछ पिरो कमान्थ्यो नि त त्यो चाहिँ खानु पर्यो